हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। तपाईहरु सबैजनालाई मेरो नयाँ दिन अनि नयाँ भ्लगमा स्वागत छ। गाइज अहिले चाहिँ बज्दैछ बिहानको 7:30। सो म अघि उठेको 6:30 तिर उठेको भनौँ न। राति नि ढिलो उठ्यो नि त आज। रातभरि अब फ्यान पनि भोल्टेज कम्ती भएर चाहिँ कस्तो गरम हुन्छ नि त। यतिखेर चाहिँ कस्तो स्पिड चल्छ हेर्नु न फ्यान पनि हो। अनि बेलुका चाहिँ यस्तो भोल्टेज कम्ती हुन्छ, कस्तो गरम हुन्छ। सो हामी त्यही भएर ढिलो पनि उठ्छौँ है। अन्त हेर्नु अब मेरो चाहिँ पछाडि देख्नु होला, मैले बेडहरू मिलाएको छुइनँ। मैले सबै कामहरू सकेर त्यहाँदेखि एकछिन मार्केट जान्छु है, अलिकति काम छ, एटिएमहरू पस्नु छ। अन्त त्यहाँदेखि चाहिँ एकछिन मामा घर जान्छु है, मामा माइजूलाई भेट्नु। मतलब मामा र माइजूको घर चाहिँ पर छ है, तपाईँलाई थाहै छ, पहिलाको भ्लगमा पनि हेर्नुभएको होला दसैँको। सो म त्यहाँ जान्छु हो एकछिन भेटघाट गर्नुलाई। अन्त त्यहाँदेखि चाहिँ अब यस्तै चल्दैछ होइन। अन्त भोलि चाहिँ म जान्छु सिलगढी होइन, सिलगढी जान्छु। अन्त गाइज मेरो चाहिँ हस्बेन्ड आउनुहुँदैछ, उनको छुट्टी मिलेर, अनि त्यही भएर आउनुहुँदैछ। अन्त भोलि चाहिँ आइपुग्नुहुन्छ, भोलि या फिर पर्सि बिहान नै आइपुग्नुहुन्छ। सो मैले चाहिँ उसको लागि अलिक सरप्राइजहरू गरेको छु, तपाईँहरू हेर्दै जानुहोस् होला है। यहाँ चाहिँ ब्रेकफास्ट रेडी छ। यो चाहिँ आमा र मुस्कानलाई है। यो चाहिँ ब्रेड मैले अन्डामा डिप गरेर चाहिँ उयो गरिदिएको छु, फ्राई गरिदिएको छु है, मतलब सेकाइदिएको छु। अन्त यहाँ चाहिँ छ ब्रेड मात्रै है। यो चाहिँ मैले आफ्नो लागि बनाएको, किन म अन्डा खाँदिनँ, कस्तो देख्यो ब्लर। अनि यहाँ चाहिँ छ दुध है। अनि आमा र भान्जीलाई चाहिँ चिया पनि छ। अहिले म जाँदैछु बजारबाट। ब्याग चाहिँ यहाँ पनि छ हो, हातमा पनि छ। बेसी सामान चाहिँ थिएन मेरो, एउटा थियो काम, त्यो चाहिँ भएन। अब जाँदैछु घर, त्यहाँबाट चाहिँ मामा घर जानुपर्छ। हामी चाहिँ घर आइसकिसक्यो। गरममा, कस्तो गरममा घुमेको हो हामी है। गाइज हामी चाहिँ गएको मोमो खानु है, पर नै मोरा भान्जी यहाँ छ। सो हामी दुईजना चाहिँ मोमो खानु गएको, पानी पनि भरिसक्यौँ हामीले हो, कस्तो गरम छ। यहाँनिर चाहिँ मोमो पाउँछ अरे नि त, मैले टेस्ट गरेको छुइनँ। सो आइम गोइङ टु टेस्ट है, कस्तो बनाउनु हुँदो रहेछ भनेर। हामीसँग चाहिँ पोपट भयो हाम्रो चाहिँ है। मोमो खानु गएको थिएँ कि भनेर, जसले मोमो बनाउँछ उसको त ग्यासै सकेछ होइन, एक प्लेट चाहिँ रहेछ। सो हामी दुईजनाले खाएँ है, चारवटा कि मैले 4टा दिन 6वटा खाएँ है। र लास्टमा चिप्स किनेर खानु पर्दैछ है। हामी चाहिँ यता गाउँ घुम्नु आएको, घरमा बसेर के गर्नु है गरममा भनेर। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो आजको चाहिँ मेरो सेकेन्ड डेको भ्लग हो है। सो गाइज तपाईँलाई मैले भनिसकेँ कि म चाहिँ आज जाँदैछु है। सो म आज निस्केको यता घरबाट चाहिँ। अन्त म तपाईँहरूलाई बताउँछु मेरो अगाडिको प्लानहरू है, के छ, म कहाँ जान्छु। सो मैले भनिसकेको थिएँ मेरो हस्बेन्ड आउँछ भनेर। सो तपाईँहरूलाई अहिले बादमा म तपाईँहरूलाई बताउने छु है के प्लान छ भनेर। गाइज म चाहिँ बिदाबारी माग्नु आएको आमैको घरमा है, आमैलाई गयो भन्न आएको है। गाइज म चाहिँ यहाँ सामान लिएर बसिरहेछु हो, स्टेसन पुगिसकेँ। ट्रेन अब आउँछ होला, अलिक ढिलो छ होला हौ, लेट छ ट्रेन हो। सो म वेट गरिरहेको छु। गाइज म चाहिँ आइपुगिसकेको छु होटेलमा होइन। दादालाई सरप्राइज दिन्छु भनेर प्लान गरेर आएको थिएँ कि, बट के भयो भन्दा दादाको चाहिँ, मेरो हस्बेन्डको चाहिँ उयो ट्रेन नै लेट भइदियो।
आज बेलुका आउँछ भनेको थियो नि त हैन 8-9 बजी आइपुग्छ भनेको थियो बट ट्रेन लेट भएर चाहिँ भोलिको बिहान 3-4 बजी मात्रै आइपुग्नुहुन्छ सो त्यही भएर मैले होटल बुक गर्नु पर्यो हैन दादाले होटल बुक गरेर बसौँ त्यहाँ बस भनेर भन्नुभयो नि त अन्तखेरि चाहिँ म बसेको हैन अन्त एउटा कुरा कि म चाहिँ दादालाई चाहिँ नि बर्थडेको गिफ्ट अब हैन ल्याइदिएको छु हैन अन्त अहिले त्यो चाहिँ म भरे जब दादा आउनुहुन्छ तब म तपाईहरुलाई देखाउँछु हैन अन्त मैले चाहिँ सोचेको छु अलिकति के डेकोरेटहरु गरिदिम दादालाई भनेर अब लेट्स सी म यहाँ हेर्छु फ्लावरहरु बुकेहरु पाए भने चाहिँ म गर्छु हो हुन्छ अब बिहान आउनुहुन्छ तर पनि अब के न के अब हैन स्पेशल फिल गरौँ भनेर सोचेको नि त अब हामी यति महिनामा भेट्दैछौँ है अलमोस्ट 6 to 7 months भइसक्यो हामी नभेटेको अन्त अब घर आउनुहुँदैछ त अब अलिकति स्पेशल फिल गराउनु पर्यो भनेर चाहिँ अहिले गएर चाहिँ उयोहरु बुकेहरु लिएर आइदिन्छु दादाको लागि हैन अन्त फ्लावरहरु पायो भने चाहिँ गुलाबको पेटल्सहरुले चाहिँ अलिकति यसरी डेकोरेट गरौँ भनेर सोचेको छु हैन अब त्यही हो हेर्दै जानुस् के हुन्छ कस्तो हुन्छ अनि म तपाईलाई मेरो रुम म बसेको रुम देखाउँछु है त यो चाहिँ हो म बसेको रुम अहिले है यस्तो छ ए मजाको छ यहाँ चाहिँ गाइस सोफा दिएको छ कि बट मैले अहिले लुगाहरु यहाँ निकालेर राखिरहेको छु नि त मेसी भएर आएको छ अन्त यहाँ चाहिँ यहाँ छ टोयलेट बाथरुम ए यहाँ पनि मिरर छ है अन्त फेरि यहाँ पनि मिरर छ म चाहिँ यहाँ छु है अन्तखेरि गाइस यहाँ चाहिँ मैले लन्च अर्डर गरेको थिएँ चिकन थाली मलाई चाहिँ पुरा भोक लाग्यो सो यहाँ ल्याइदिनु भएको छ ढिलो नगरिकन खान्छु मलाई चाहिँ ओभरै भोक लागिसक्यो हो आएर ड्रेसहरु अब चेन्ज गरेर चाहिँ अब म खानापट्टि लाग्छु सो गाइस मैले चाहिँ गएर बुकेहरु लिएर आए हैन अन्त अलिकति टाढो रहेछ सो मैले गएर लिएर आए दादाले चाहिँ नि मेरो बुढोले चाहिँ यो भिडियो देख्यो भने चाहिँ मलाई मार्छ किनभने मैले चाहिँ उलाई भनेको थिएँ म सुत्छु भनेर भनेको थिएँ नि त मलाई डिस्टर्ब नगर्नु म सुत्छु भनेर चाहिँ भनेको थिएँ अन्त म चाहिँ त्यहाँदेखि अब उसले हुन्छ सुत नि त रेस्ट गर भने हैन त्यहाँदेखि चाहिँ म छोराहरू गएर चाहिँ बुकेहरु बनाएर लिएर आएँ अन्त यो पनि र्याप गर्नुलाई गिफ्ट जुन चाहिँ दादाको लागि मैले गिफ्ट र्याप गर्नु छ नि त जुन चाहिँ गिफ्ट लिएर आएको थिएँ त्यसलाई म र्याप गर्छु है सेलो टेप पनि अन्त तपाईहरुलाई चाहिँ यो मतलब आजको जुन चाहिँ भिडियो छ त्यो र हिजोको चाहिँ म एउटा बनाएर हाल्छु है किनभने अलिक लामो पनि हुन्छ मैले चाहिँ खानासाना खाइसकिसकेँ है गाइस अहिले चाहिँ अब चाहिँ म रेस्ट गर्छु किनभने ट्रेनमा आउँदाखेरि अब त्यही हो थाहै छ तपाईहरुलाई कस्तो थाक्छ नि त है अन्त अब चाहिँ म रेस्ट गर्छु किनभने अब दादा कति बजी आउनुहुन्छ है भयो भने त अब छिटै ट्रेन आइपुग्यो भने त 2-3 बजी पनि बिहान आउन सक्नुहुन्छ नि त सो अब छिटो सुत्नु पर्यो बिहान छिटो उठ्नु पर्छ है अन्त दादाले चाहिँ मलाई कल गर्नुहुन्छ यता आइसकेर चाहिँ स्टेसनमा आइसकेर चाहिँ मलाई कल गर्नुहुन्छ त्यहाँदेखि चाहिँ म उठ्छु अन्त दादालाई चाहिँ यता होटलको उयोहरु बताइदिन्छु लोकेसनहरु कहाँ छ के छ है सो आजको भ्लगमा मेरो यति नै थियो है सो बाइ बाइ एभ्रीवान टेक केयर